घर जाने बेला नि भयो केटा हो होइन। मलेसियाको 3 वर्षको बसाइ पनि कम्प्लिट भइसकेको छ। अहिले चाहिँ हामी लगभग ड्युटीबाट चाहिँ छुट्टी भएर नि अहिले कति 10 दिनको रेस्ट लिएर चाहिँ बसिरहेको छ होइन। हाम्रो अब आउने 11 तारिकतिर चाहिँ फ्ल्याट भएको कारणले अहिले नै रेस्ट गरिसकेको छ। कम्पनीले अब काम नदिने भइसकेको छ। 31 तारिकसम्म चाहिँ काम गरेको थियो हिजोसम्म चाहिँ। अब 1 तारिकदेखि चाहिँ हाम्रो चाहिँ पुरै 10 दिन चाहिँ बसाइ हुन्छ है। रेस्ट गर्ने, आफ्नो रेडी सपिङहरू गर्ने है, त्यस्तै भएको छ है। आमामा यो ठाउँतिर यति घुम्यो नि है। 3 वर्षसम्म यतै खेल्यो, यतै रमाइलो गऱ्यो, यतै काम गऱ्यो, यतै गऱ्यो सबै चिज होइन। जहाँ बस्यो त्यही ठाउँको माया लाग्दो रहेछ कि हामीलाई चाहिँ होइन। मलाई चाहिँ त्यस्तो लाग्छ, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होला होइन। अब यता जाउँ त्यतै माया लाग्ने होइन। ठाउँहरू हामी सबै पहिले घुमिरहेको ठाउँ हो नि त होइन। त्यही भएर यो सबै ठाउँको चाहिँ धेरै माया लाग्दो रहेछ कि मलाई चाहिँ त्यस्तो फिल भइरहेछ क्या अहिले। अब के गर्नु, अब अर्काको देशमा होइन। वर्ष सकेपछि अब बाटो हिँडिहाल्नुपर्छ। बसिरह्यो भने इलिगल भइहाल्छ होइन। अब केही गरे पछि मिल्यो भने आउनु पर्ला। राम्रो कम्पनी भेट्यो भने चाहिँ हामी चाहिँ अलिकति कम्पनी चाहिँ अलि गाह्रो भएर चाहिँ हिँड्न लाग्यो हो वास्तवमा। कम्पनीको काम चाहिँ लास्टै गाह्रो क्या। बोरा उचाल्नु पर्ने, बोरा तान्नु पर्ने होइन। आमामा अलिकति गाह्रो भएर चाहिँ जान लाग्यो। छुट्टी नै नदिने क्या फेरि। 5 वर्ष 6 वर्ष बसे पनि छुट्टी नै नदिने। त्यही कारणले चाहिँ घरतिर हिँड्यौँ। छुट्टी नै नदिने भएपछि के खान बस्नु पऱ्यो जस्तो चाहिँ लागेको थियो कि। अब 2-3 वर्षमा एकचोटि 2 महिनाको छुट्टी दिने भए चाहिँ घरतिर गएर रेस्ट गरेर फेरि आएर काम गर्नु हुन्थ्यो होइन। फ्यामिली यता भेट्नु हुन्थ्यो। अब त्यो पनि छैन। जहिले बसिया छ। काम पनि अलिक गाह्रो छ। न छुट्टी दिनु न के गर्नु होइन। कम्पनीको अलिकति भएको कारणले नै हामी फिनिसमा घर जान लाग्यो हो वास्तवमा होइन। त्यही भएर चाहिँ अब रेडी भइसक्यो। हाम्रो ड्युटी चाहिँ सकिसकेको छ। अब 10 दिन चाहिँ पुरै रेस्ट गर्ने, त्यसपछि चाहिँ घरतिर चल्दिने होइन। अनि अहिले चाहिँ मसँग 2 जना साथी छ। मसँग अर्को एकजना साथी छ। म र अर्को साथी गरेर जम्मा 2 जना हो हाम्रो चाहिँ। टोली 2 जना मात्रै छ होइन। त्यही भएर चाहिँ ऊ चाहिँ अलि रुमतिरै होला। म चाहिँ अहिले यता अलि यति जङ्गल साइड आएको थियो होइन। अब धेरै छैन नि त। त्यही भएर यसो भिडियो सिडियो बनाइदिउँ होइन। माया लाग्छ ठाउँतिरको। साथीभाइसँग छुट्नु पर्दा अलिकति मन खल्लो हुन्छ नि त होइन। त्यही भएर सँगै काम गरेर 3-3 वर्ष अब कोही बस्ने कोही जाने होइन। आउँछ केटाहरू पनि अब नेपालतिरै आउँछ। 2-3 महिनापछि हामी पनि आउँछ भनेको छ केटाहरूले। अब ठिकै छ, यस्तै हो हामी केटाहरूको जिन्दगी होइन। केटाकेटी यस्तै हो अहिले त यार। सबै अब जिम्मेवारी बोकेर हिँड्ने अब सबैजनाले के गर्ने, यस्तै छ, गाह्रो छ। अहिलेको मौसम चाहिँ एकदम दामी छ। खुल्ला आकाश छ होइन। निलो आकाश एकदम। बादल पनि लागिरहेछ, यता घाम पनि लागिरहेछ। ठिकै छ मौसम चाहिँ। मलेसियाको तेलघारी छ है यो चाहिँ। पुरै तेलघारीको सिन हो यो चाहिँ। ओहो गर्मी त उल्कै छ त फेरि। गर्मी अलिक बढी छ क्या यहाँ चाहिँ। मलेसियामा चाहिँ गर्मी 12 महिना गर्मी हो फेरि यहाँ चाहिँ। प्रायः जस्तो गर्मी हो। सबै यो जाडो महिना भनेको चाहिँ आउँदै नआउने चाहिँ यो जोरबारो एरियातिर चाहिँ। अरू ठाउँतिर चाहिँ जाडो महिना नै आउँछ भन्ने सुनेको थियो। हिउँ पर्ने, चिसो लाग्ने। अलि उता लेक पहाडतिर चाहिँ हुँदो रहेछ। हाम्रो यतातिर चाहिँ त्यस्तो खासै छैन। त्यही भएर गर्मी छ। गर्मी लास्टै गर्मी छ। त्यही पनि अलिअलि हावा चलिरहेको छ। लास्टै छ कि। त्यही भएर है यही हो। भिडियो सिडियो बनाउने यताउता हो। अब खासै ड्युटी स्युटी केही पनि छैन होइन। भिडियो बनाउने यताउता हिँडिदिने, सपिङ गर्ने, घरतिर चक्लेट लगिदिने। अब चक्लेट किनिदिने होइन। अलिअलि सपिङ गरिदिने। त्यही हो, हिँडिदिने हो। त्यसपछि 11 तारिकमा चाहिँ हाम्रो बिहान यहाँबाट हिँड्नुपर्छ। बेलुका 2-3 बजेतिर चाहिँ 3-4-5-6 बजीतिर चाहिँ हाम्रो फ्ल्याट होला जस्तो लाग्छ। ठिकै छ, यस्तै छ है सबैजनालाई। अब के भन्नु त खै।